हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। अनि हेर तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला, तर म पनि एकदम बिल्कुल ठिक छु। र अहिले चाहिँ हामी टक्क यस्तो ह्यान्डसम भएर होइन दाजुहरूसँग होइन म चाहिँ चट्ट लाएर बाहिर निक्लिसकेको छु। र अब चाहिँ म कहाँ घुम्न जानेछु भन्दाखेरि त्यो तपाईँहरूले देख्नुहुनेछ, भिडियो अन्तिमसम्म हेर्नु होला। र हाम्रो बिल्डिङ चाहिँ यो पछाडिको हो। म चाहिँ निक्लिसकेँ। ओके गाइज, लेट्स सी। अहिले चाहिँ हामी होइन टक्क लाएर मेन रोड निक्लिँदैछौँ, हेर्न सक्नुहुनेछ होइन। अब तपाईँलाई म होइन नेपालको टप 2 ह्यान्डसम गाई अन स्क्रिन अन माई स्क्रिन। सलाम अलैकुम। अहिले म कुकुर देखिन्छु कि क्या? ठाडो पर्नु न अलि होइन। हामी चाहिँ अब टक्क मेन रोड निक्लिँदैछौँ यहाँबाट अब मेन रोड हामी पुग्छौँ। ओके होइन, अब चाहिँ हामी सर्लक्क लाएर अब मेन रोडमा हिँडिरहेको छौँ। हाम्रो चाहिँ अलिकति डेस्टिनेसन अलिकति नजिकै छ होइन। अनि त्यही भएर हामी जाँदैछौँ गाइज होइन। हेर्न सक्नुहुनेछ अब एन्टी लाइट परेर मेरो थोपडा चाहिँ कालो देखिरहेको छ, तर यहाँ ह्यान्डसम गाई नै हुनुहुन्छ। बहुत ह्यान्डसम सक्छु त कुवेतको ह्यान्डसम एकजना उहाँ पर्नुहुन्छ, एकजना उहाँ हो। उहाँलाई चाहिँ अलि सबसे ह्यान्डसम चाहिँ उहाँ देखिनुहुन्छ। यसलाई हेर्न सक्नुहुनेछ। बाटो चाहिँ अब यहाँ यो घर बनाउनु लाग्यो भने यहाँ चाहिँ यस्तो बाटो भयो है, तर एकदम दामी छैन होइन। हेर्न सक्नुहुनेछ होइन, यहाँको भ्युज कुवेत हो यो होइन। सनसाइन हुँदैछ यहाँ, सनसाइन होइन त। ल हेर्न सक्नुहुनेछ। अझै हामी रम्बल गाई होइन गाइज, यो चाहिँ हाम्रो हरियाली गाइज। यहाँ हरियाली पनि देख्न पाइन्छ होइन। अब यस्तो छ। उल्टो पऱ्यो के हो यस्तो छ होइन। हामी चाहिँ अब हिँडिरहेका छौँ। अनि यहाँ चाहिँ अब घुम्यौँ त भनेर आज यसो घुमघामको बेला, छुट्टीको बेलामा टक्क घुमघाम हानिदिउँ भनेर निक्लिएको हो होइन। देख्न सक्नुहुनेछ यहाँ। हेलो गाइज, अब चाहिँ हामी होइन लगभग आइसक्नै लाग्यो। अब हाम्रो चाहिँ यहाँ डेस्टिनेसन यहीँ हो। लड देखिन्छ यही हो। गाइजहरू हिँड्दै हुनुहुन्छ। अनि म चाहिँ चट्ट लाएर होइन यहाँ सर भ्लगिङ गर्दै हिँड्दैछु गाइज है। यस्तो छ। अब हामी चाहिँ टक्क लाएर राम्रो छ, हावा शीतल हावा चलिरहेको छ, वातावरण कडा छ यहाँ। अनि के छ नेपालतिरको हालखबर के छ गाइज? नेपालतिर के हुँदैछ अनि कमेन्ट गर्नु होला। मेरो भिडियो मन पर्यो भने कमेन्ट, लाइक, सब्सक्राइब जे गर्नु छ गर्नुहोस्, सेयर गर्नु छ गर्नुहोस् होइन। तर लाइक चाहिँ गर्नुहोस्, कमेन्ट सजेसनहरू दिनुहोस्। हामीलाई चाहिँ यस्तो खालको भ्लग चाहियो होइन कुवेतको भन्नुहोस्। अब म फ्री भएको बेला टक्क बनाउने छु। अब चाहिँ हामी सरर जाँदैछौँ। केही भन्न चाहनुहुन्छ तपाईँ? केही भन्दिनँ बाबु, म यस्तै छु। सलाम अलैकुम भन्न चाहन्छु। मेरो यहाँ नेपाली जनताहरूलाई केही भन्न चाहनुहुन्छ? एकदम भन्नु पर्ने के छ र नेपाली जनतालाई हाँस भेडा हुन्। जेलबाट निकाल्नु पऱ्यो, चुनाव लडाउनु पऱ्यो, जिताउनु पऱ्यो। त्यही त अब चुनाव आउँदैछ, राम्रोसँग सोचेर विचारेर भोट हाल्नु होला। घन्टीलाई भोट हाल्दा घन्टीमाई बनाउनु, जिताउनुहोस् होइन। हामी जस्ता विदेश गएका दाजुभाइ फर्किने माहौल बन्छ। छोराछोरीलाई बेच्नु पर्दैन होला जस्तो लाग्छ। सल्लाह सुझाव राखे हामी त आइहाल्यो होइन। अब हाम्रो सन्तति, हाम्रो भविष्यका बच्चाहरू आउनु नपरोस्, हामी दिन नआओस्। मेरो चाहिँ यति हो सन्देश। अब जे गर्नु मलाई चाहिँ गर्नु।
भोट हालेर होइन 100 मान्छेलाई चुन्नु पर्यो होइन अनि यो हामी जस्तो अब युवा पुस्ता युवा भने मान्नुहुन्छ भने गर्नु होइन भने जीवनलाई त्यही गर्नु हामी अब यसरी खाडीमा आउनु परिरहेको छ होइन तपाईँहरू चाहिँ नबिग्नु अँ। भन्ने मात्रै हो मासु भातमा चाहिँ नबिग्नुहोस् है लडेको छ अब चाहिँ हामी आइपिन लागेको अवस्था हो कम्पनी नै आयो जस्तो लाग्दो रहेछ त्यस्तै रहेछ यही हो हामी यस्तो हिँड्दाखेरि हामी यस्तो अब यस्तो राम्रो दृश्य छ यहाँ हेर्न सक्नुहुनेछ होइन चन्द्रमा एकचोटि चन्द्रमै हेरिदिउँ नि त होइन घामलाई हेरिदिउँ यसको जुमिङ चाहिँ धेरै छैन त्यो त हामी छ होइन फुल रोपेर गमलामा अब म चाहिँ होइन लगभग यहाँ आइसकेको भित्र इन्ट्री हानिसकेँ म होइन देख्न सक्नुहुनेछ ब्याक क्यामेरा यही हो हामी चाहिँ अब मलभित्र प्रवेश हान्दैछौँ अहिले चाहिँ म होइन मलभित्र प्रवेश हानिदिइसकेको छु अहिले चाहिँ मलभित्र छु होइन यही हो हाम्रो मल अब आयो यो चिल्के हामी 50 क्वालिटी छैन नि त एउटा प्यान्ट सेट उठाउनु भन्थ्यो होइन मलको भित्र हो हामी कभर छान्दैछौँ गाइस हामी चाहिँ घुमेर फर्किसकेको छौँ होइन अझै घुम्दै नै छु अनि सामान यसो
हालिदिउँ नि त भनेर आइदिएको होइन। अब हुँदैछ सुजहरू यसो किनिदिउँ न भनेर आएको होइन। अब तपाईँ कुप्रो परेर हिँड्नुभयो कि ठाडो परेर हिँड्नु? हजुर दादा यहाँ चाहिँ होइन हाम्रो यस्तो देखि हजुर जाने हो हामी। अब हामी जानु अब हामी अझै घुम्दैछौँ होइन। हजुर के भ्लगमा छ म यसो यो चाहिँ हामी अब यहाँबाट चाहिँ यसो घुम्दै घुम्दै होइन यस्तो राउन्ड मार्दै माथि त्यो झुमर समेत जान्छ। झुमरको नि हामी खिच्नलाई जाँदैछु। टास्क भेर्सन कहाँ फुट्छ एलइडी हो भने त ओ मल हो होइन। हामी चाहिँ यहाँ पुरै घुमिराखेको छौँ होइन। पुरै हेर्न सक्नुहुँदैछ। भिडियो बनाएर आउनु न। म लड्छु होला है यहाँ त भिडियो आउनु ल केही फरक पर्छ। नजिक आइहाल्यो। ल हामी टाढा जाँदैछौँ। ल गाइज यो एकदम रमणीय ठाउँ, रमाइलो ठाउँ। चलिरहेको छ होइन। यहाँतिर पुरै टिकट काट्ने ठाउँ हो होइन। तपाईँहरू चाहिँ आउनु सक्नुहुन्छ यहाँको बसेर टक्क होइन। यहाँ तपाईँले चाहिँ होइन तपाईँहरूले टिकट लिन सक्नुहुनेछ। गाइस आज चाहिँ होइन पुरै म मल घुमेँ होइन। देख्नु होला के कस्तो भयो भनेर। अनि अब त्यहाँभित्र फेरि सबै सो गरेर देखाउन पनि मिल्दैन किनकि अब उनीहरूको फेसहरू कुवेतीहरूको फेसहरू देख्छ नि त। त्यही भएर अनिखेर त्यो अलाउड छैन, अरूको फेस अलाउड छैन। त्यही भएर मैले त्यहाँ धेरै भिडियोहरू खिच्न पाएन। अब सर घुमियो, सबैतिर घुम्यो, फोटोसोटो खिच्यो, रमाइलो भयो होइन। आजको भ्लग चाहिँ आज यति नै हो। म अब फर्किसकेँ वहाँदेखिबाट हिँडेर अब रुम पुग्न लागिसक्यो होइन। आजको भ्लग चाहिँ हाम्रो यति नै छ र नेक्स्ट भ्लगमा हामी अब भेट्ने नै छौँ। त्यति दिनसम्मको लागि गुड बाई होइन। फेरि भेटौँला। अनि मेरो अब च्यानलमा तपाईँहरू नयाँ हुनुहुन्छ भने चाहिँ ट्याक्क लाएर सब्सक्राइब गर्नुहोला। अनिखेर लाइक कमेन्ट गर्नुहोला। अनि पुरानो हुनुहुन्छ भने लाइक गर्नुहोला, अनि सेयर पनि गर्नुहोला होइन। ओके ल।
मेरो 2 शब्द यहीँ टुङ्गाउन चाहन्छु। हस्त जय नेपाल।